नेपालमा साइबर अपराध मुद्दा दर्ता गर्ने तरिका र कहाँ र कसरी उजुरी दिने। साइबर अपराध भनेको डिजिटल माध्यमहरू जस्तै कम्प्युटर, मोबाइल उपकरण र इन्टरनेट मार्फत गरिने गैर कानुनी आपराधिक क्रियाकलापहरू हुन् जुन फौजदारी कानुन अन्तर्गत कारबाही गर्न सकिन्छ। यी अपराधहरूमा ह्याकिङ, फिशिङ, पहिचान चोरी, अनलाइन ठगी, म्यालवेयर र कम्प्युटर प्रणाली वा डाटामा अनाधिकृत पहुँच जस्ता विविध गतिविधिहरू पर्दछन्। प्रचलित कानुनहरू। नेपालमा साइबर अपराध विरुद्ध मुख्य रूपमा लागू हुने कानुन भनेको विद्युतीय कारोबार ऐन 2063 हो। साइबर अपराधका प्रकारहरू: 1. अनलाइन ठगी, 2. बालबालिका विरुद्धको यौन दुरुपयोग, 3. अनैतिक, अभद्र, घृणास्पद वा द्वेषयुक्त सामग्रीको प्रकाशन। नेपालमा साइबर अपराध मुद्दा वा उजुरी दर्ता गर्ने प्रक्रिया: नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरी मुख्यालयमा जानुहोस्। औपचारिक उजुरी पत्र तयार गर्नुहोस्। नेपालमा प्रहरीमा उजुरी दिने तरिका: 1. SMS मार्फत पठाउने, 2. इमेलमा पठाउने, 3. फ्याक्स पत्र पठाउने वा व्यक्तिगत रूपमा उपस्थित हुने। नेपालमा अनलाइन साइबर अपराध उजुरी दिने तरिका: 1. तपाईसँग भएको डिजिटल प्रमाणहरू सङ्कलन गर्नुहोस्। 2. नागरिकता वा कुनै परिचय पत्र साथमा राख्नुहोस्। 3. साइबर ब्युरोको इमेल cyberburo@nepalpolice.gov.np मा पठाउनुहोस्। समीक्षा वा मान्यताको प्रतीक्षा गर्नुहोस्। नेपालमा साइबर अपराध उजुरी दिन आवश्यक कागजातहरू: 1. औपचारिक उजुरी पत्र, 2. निवेदन फारम, 3. नागरिकता वा सवारी चालक अनुमति पत्र जस्ता परिचय पत्रको प्रमाण, 4. बसोबास प्रमाण, साइबर अपराधसँग सम्बन्धित डिजिटल प्रमाण जस्तै स्क्रिनशट, च्याट लग, इमेल वा अन्य डिजिटल प्रमाण। कागजात बुझाउने प्रक्रिया: प्रहरी कार्यालय जानु अघि माथि उल्लेखित कागजातहरू सङ्कलन गर्नुहोस्। त्यसपछि यी कागजातहरू उजुरी पत्र र निवेदन फारमसँग संलग्न गर्नुहोस्। प्रहरी अधिकृतले तपाईलाई कागजातहरू व्यवस्थित तरिकाले बुझाउन सहयोग गर्नेछन्।